RJ Entertainment. विवाह पार्टी, व्रतमन, सेमिनार, प्रशिक्षण, साधारण सभा तथा सम्मेलनहरूको लागि 7 रोपनी क्षेत्रफलभित्र 1000 जनासम्मको लागि भित्री र बाहिरी हल तथा 40 भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने 35 वर्षभन्दा बढी अनुभवी व्यवस्थापकहरूबाट उत्कृष्ट सेवाको लागि हामी तयारी छौं। A branded name in hospitality, BGB Resort and BGB Banquet, 15th Street, Lakeside, Pokhara. Phone 061-457-923, 9844498818. अब तपाईको घर लेकसाइड पोखरामा। सबै घरबाट तालको दृश्य अनि प्राकृतिक मनोरम साथै स्विमिङ पुल, फिटनेस सहितको 8 आनामा बनेको बंगालो घरहरू। Lakeside Awas, a project of RJ and Green Holdings. विस्तृत जानकारीको लागि लो लट्या बुढी, यो चल्लो राम्रोसँग पालेस् नि। तेरो बुढो मेरो बुढाको पछि पछि हिँडेको देखेर साह्रै दया लाएर ठुलो चल्लो छाँटेर दिएछु। त्यसलाई राम्रोसँग पालेस्। मारे पाप पाले पुण्य भन्छन्, त्यसरी राम्रोसँग पालेस्। फेरि यो चल्लाले दुःख पाएको देखेँ भने राम्रो मान्ने छैन नि अर्केटी। क्यानु आफ्नो त बुढाको कमाइ पनि छैन, खाली त्यही वडा जस्तोको पछि पछि लाएर हिँड्छन्। अब गहना बनाउनु त झन् कहिले हो कहिले, खाना लाउन त धौधौ भयो। ओ आन्छु क्यारो दुःख मनरी छौ? यसपालि नभने अर्को वर्ष जान्छु भन। म चाहिँ वडाको पिउन हुन्छु। पहिलो तलबले तिमीलाई ज्यानभरि गहना किनिदिएर अनि जाउली तिमी माइत। अझ पिउन 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 तिम्रो बनाइदिएको वडा पिउन बसी जाउली क्या माइत। अब छानिएका महिला दिदीबहिनीहरूले एक एकवटा चल्ला र दाना लिएर गइदिनु होला। आउनु। लो लट्या बुढी, यो चल्लो राम्रोसँग पालेस् नि। तेरो बुढो मेरो बुढाको पछि पछि हिँडेको देखेर साह्रै दया लाएर ठुलो चल्लो छाँटेर दिएछु। त्यसलाई राम्रोसँग पालेस्। मारे पाप पाले पुण्य भन्छन्, त्यसरी राम्रोसँग पालेस्। फेरि यो चल्लाले दुःख पाएको देखेँ भने राम्रो मान्ने छैन नि अर्केटी। वडाबाट दिएको सित्तिया पाएको त हो भनेर यो चल्लाले हेलाएर होला नि। यो चल्लालाई मात्रै हेला गऱ्यो भने अर्को चोटि त्यो पोर्जर पाए बेला नामै पार्दिनँ मैले। बुझ्नु नि लट्या बुढी? ओहो, जाब एउटा चल्ला दिनुभयो, छोरी नै दिए जस्तो गर्नुभयो त। छोरी त छोरी नै हो के नि, मेरो छोरी नभए नि कुखुराको त छोरी हो के नि। हिँड्नुबाट जाऊँ। ल ल जाँदै गयो। हेर लटे, तेरो हातमा ठुलै चिज पारौँला नि मना थियो, तर कति पिर नगर। अहिले सानो भयो भने पछि बढेपछि यो पनि ठुलै हुन्छ के रे नि। ओहो, भाषण गर्ने
झै गर्नुभएको थियो त अहिले आएर चल्लामा टार्नु भयो ओहो चुनावअघि के भन्नुभएको थियो एक घर एक रोजगार भन्नुभएको होइन मेरो बुढोलाई अहिलेसम्म पिउन बनाउन सक्नु भएन अझै रोजगार दिने त्यो त बनाउँछु भनेकै छु नि अनि उहाँले अझै आश्वासन दिन छोड्नु भएन है ए बा क्यारा चिचाउँछ को तिमी चुप लाऊ है तिमी ठाउँमा उहाँले मलाई पिउन बनाउँछु भन्नुभएको हो कि चुनावअघि के भन्नुभएको थियो के भन्नु त छोरा यता हिँड त भरै हिँड त तिमी उता जाऊ त हिँड त हिँड अझ माफ गर्नुहोस् है छोटो के तिमी उता जाऊ त ओहो चुनावअघि के भन्नुभएको थियो गाउँका सारा विद्यार्थीलाई फ्रीमा पढाउँछु भन्नु होइन आएर मेरै छोरा फिस दिन नसकेर बाहिर निस्कल्नु पर्यो ओहो भइहाल्छ नि त्यो कुराहरु हिँड हिँड तपाईले त हेर्नु हामीलाई यति रुवाउनु छ तपाईको त कहिले राम्रो हुँदैन खुब हामीलाई पाडा दिन्छु भनेर सल्लाह दिने हैन तपाईले त कहिले राम्रो हुँदैन बुढीलाई सम्झाउँछु कुनै बोल्दैन धोका दिन पाइदैन यस्तो वडा त चाहिँ चाहिदैन के बोली हो के तिमी जानु त तपाई जानु धोका दिन पाइदैन यसले गर्दा मेरो घर जिन्दगी सबै बर्बाद भयो खाली आइ वडा त चाहिँ पछि हिँडेर कम गरे समुदायले पिउन बनाउँछु भने के त सार्वजनिक ठाउँमा के बनाउँछु पिउन बन्ने भएको त 3 वर्ष बन्ने थिएन यस्ता यस्ता वडा त चाहिँ चाहिदैन नमस्कार वडा अध्यक्षज्यू के भएछ कुनै आज उहाँलाई हौडै गर्नुभयो जे नहुनु पर्ने थियो त्यही भयो यसरी गाउँलेहरूलाई झुकिएर चल्न टिमल्न हुन्थेन क्या हो त्यहाँ त शान्तिनो कुरा नि के टेन्सन लिएको अहिले पो साना छन् त नि अब पछि ठुला होलान् बास्लान् कोपर्लान् टोक्न आउलान् अब के भोलियो कुरा गर्ने हो र अहिले कोपर्न आउलान् जस्तो भइसक्यो कोपानी नै हो ओहो त्यस्तो पाडो दिन्छ भने चल्ला दिने वडा दिन्छ नि त कोपानी नै हो बुझ्यौ ओहो त्यो भ्रष्टाचारी वडा दिन्छको विरुद्धमा मैले त निवेदन लेखेछु अब मेयर साहबले लर बुझाउँछु अनि हामी दुईजना मिलेर त्यो वडा दिन्छ नि त कोपानी नै हो बुझ्यौ वडा दक्षले यहाँ पिउनको चाहि खुवाउँछु भने हान्ती खुवाउँछ किन लाउँछु एउटा चल्लो हेरेर श्रीमान मेयर साहब विषय भ्रष्टाचार हाम्रो गाउँको वडा हो त कसले भ्रष्टाचार हो भनेको छोडा दे यहाँ पिउनको चाहि खुवाउँछु भने हान्ती कस्तो चल्ला कुरा तिमी हेरिहाउ ए सुन अब तपाईको घर लेक साइड पोखरामा सबै घरबाट तालको दृश्य अनि प्राकृतिक मनोरम साथै स्विमिङ पुल फिटनेस सहितको 8 आनामा बनेको बंगालो घरहरू लेक साइड आवाज अ प्रोजेक्ट अफ आरजे एन्ड ग्रीन होल्डिंग्स विस्तृत जानकारीको लागि विवाह पार्टी व्रतबन्ध सेमिनार प्रशिक्षण साधारण सभा तथा सम्मेलनहरूको लागि 7 रोपनी क्षेत्रफल भित्र 1000 जनासम्मको लागि भित्री र बाहिरी हल तथा 40 भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने 35 वर्षभन्दा बढी अनुभवी व्यवस्थापकहरूबाट उत्कृष्ट सेवाको लागि हामी तयारी छौं। अ ब्रान्डेड नेम इन हस्पिटालिटी बीजीबी रिजोर्ट एन्ड बीजीबी बेनिक्विट 15th स्ट्रीट लेक साइड पोखरा फोन 061457923 9844498818 ओडासीजी त बित्नु भयो अहिले भर्खरै बित्नु भयो अब पच्नै नसक्ने कुरो थुप्रै खानु भएछ के रे पखालाएर बित्नु भयो
अनि लास घाटमै छ कि घरै छ? अहिले त आँगन ढिला टुक्रुक्क बसिन्छ। कस्तो बुढाले कति काम गराउनु भनेको क्यार्ने होला हजुर म? अब मरेपछि पनि सुख नपाउने के हो र? फोन राखिदिनुहोस्। होइन के भयो यिनले टोलाएर बसी गरिछन्। ओडा अध्यक्ष जस्तो मान्छे भएर यसरी झोक्राएर भन्न सुहाउँछ? ओडावासीको कत्रो सपना हुन्छ, यस्तो गरौँला यस्तो गरौँला यस्तो गरौँला यस्तो गरौँला यस्तो गरौँ भने कत्रो सपना हुन्छ। यस्तो नसक्ने भए हुन् पहिले हामीले अर्को खोजेर ल्याउँथ्यौँ कि सक्दैन भने अर्को खोज्छौँ। खुरुक्क राजीनामा दिए हुन्छ। झोक्राएर बस्यान यसरी पाडा पचाएर चल्ला निकाल्न हुन्थेन भनेर झोक्राएको। ओहो दुनियाँले कत्रो जग्गा पचाइछन्, सुन पचाइछन्, हेलिकप्टर पचाएर आफ्नो इज्जत बचाइछन्। तिमीले त्यति गर्न सकेनौ? ठुक्क तिम्रो जिन्दगी। चुप लाग्छ। हरेक श्रीमानको सफलताको पछाडि श्रीमतीको हात हुन्छ भन्छन्। मलाई त असफल बनाएर खाडलमा हुत्याउनको लागि तेरो लात भयो। जतिखेर त्यही कुरा नआएर त खुर्का खा जानिन। अब त्यत्र पाडा खासी के खाजा खानु पर्यो र? ओहो आज हाम्रो पसलमा ओडा अध्यक्ष र मेयर साहब आउनुभएको। चिया कस्तो भएको नि? तपाईँको अब यो शर्मिला चिया पसल भनेर यो पुरै भाइरल हुनुभएको छ। गरी खाएको राम्रो हो, यसरी मिठै होला नि। ल हुन्छ। साँच्चै तपाईँले आज मलाई के कामको लागि भेट्न बोलाउनु भएको अरे? कुरो के भन्यो नि मेयर साहब, त्यो 36 नम्बरको ओडा चाहिँ मान्छे असाध्यै सिधा, तर त्यसकी श्रीमती ओरै चण्डाल। यहाँ बजेट पार्नु पर्यो भनेर श्रीमानलाई दबाब दिएर हैरान गर्ने। यो बजेट ल्याइनुहोस् भने तँलाई भातै खान दिन्न, दैलोबाट भित्र छिन्नै दिन्न भन्ने। त्यसो गरेर एउटा शीर्षकमा बजेट ल्याउने, अन्त कहाँ खर्च गर्ने। अहिले जनताले थाहा पाएर विरोध गरेर हैरान पारेछन्। त्यसमा पनि श्रीमती हुन्छन् त? केही श्रीमतीको कारणले त्यो ओडा चाहिँ अहिले मरौँ कि बाँच्छौँ भनेर भौतारिएर हिँडिरहेछ। लो न त्यसलाई कसरी बचाउन सकिन्छ? ल तपाईँले यो 37 नम्बर ओडा कुरा थाहा पाउनु भएको छैन? त्यो 37 नम्बर ओडामा के भयो भने त्यहाँ झोलुङ्गे पुल हाल्ने भनेर बजेट आयो। हेर्नु, झोलुङ्गे पुलको बजेट आएको, त्यो ओडा अध्यक्षकी स्वास्नी पनि त्यस्तै चण्डाल्नी परेर सबै बजेट खर्लप्पै आफूले राखेर गाउँका सबैलाई लामखुट्टेको झुल बाँडेछन्। हेर्नुहोस् कहाँको त्यो झोलुङ्गे पुलको बजेट अनि लामखुट्टेको झुल बाँड्दाखेरि त के हुन्छ? पछि थाहा पाएर ती सबै गाउँले उठेर त्यो मान्छेलाई मार्नै लागेछन्। हेर्नुहोस्, अनि त्यसपछि गएर उसले पनि आकुल र व्याकुल भएर त्यही जहाँ झोलुङ्गे पुल बनाउनु थियो त्यहीँबाट खसेर मरेछ। हेर्नुहोस्, उहाँ पनि त्यसरी फरालेर मर्ने बेर छैन, सम्झाउनु होला है। ल म हिँडेँ, अर्को मिटिङमा भेटौँला है। ल नमस्ते। अब बाँचिए त भेट होला कि? शर्मिला चियामा चिनी थप त ठिक्कै गुली आएन। आज झन् मेयर साहब आउनुहुन्छ भनेर 2 चम्चा चिनी बढी थपेछु। खै मेरो जिन्दगीमा त अब गुलियो आउला जस्तो पनि छैन। यस्तो पाडो दिन्छु भने सल्लाह दिने ओडा त म त छोड्दिन। ओडा ए सुन यस्तो नहरा त। छोड त के बानी तिनका विरुद्धमा उजुरी हालिए नि के? हाल्ने नि छोड त। महिनामा ओडा त बनाइहाल्छ तिमीले त। के भए नौरी नै खडा छ आज ओए खडा त। मेरो त्यो पनि सपना टुट्ने भयो। लौ न नजाउनु लोक क्या आज त म त्यो ओडा त छ एक छोड्दिन, 2 छोड्दिन। मैले पुरै क्यारेको के छोड त। नजाउ त। छोड नगर म पिउन पनि सपना टुट्ने भयो क्या? म पिउन पनि सपना के दुश्मन त। इनलाई त मैले छोड के त। इनले त मलाई जानै दिने भनन् कि केही काम गर्ने। इनलाई त जाउ त। कसरी जान्छौ? म पनि हेर्छु। आछे कसरी हुन्छ मेयर साहब थिम गर त्यो ओडा दक्षको त म जसरी भए भण्डा फोर गर्छु। आन्छु कसरी जान्छौ? ए आन्छु नजाउ र, मेरो पिउन पनि सपना टुट्ने भयो। म रियाक्सन नभन्दा एक्सनमा विश्वास गर्ने मान्छे हो।
पहिला त्यही बाटो हिँड्दाखेरि बाटो साङ्ग्रो भयो मान्छे ठोकियो भनेर बाटो चकाउनु पर्यो भन्दै आउने अहिले बाटो चाक्रो गर्न डोजर फर्काउँदाखेरि त्यही डोजरसँग ठोकिन आउने त्यही कोही सुत्न आउने तेर्सिन आउने तिनीहरूको डबल बेडको खाटो थियो यसो गर्नुहोस् तपाईँले पहल गर्नुहोस् तपाईँले सक्नु भएन भने म आफै डोजर लाउन आउँछु म आफै आउँछु आजको मेरो सेड्युल के छ आजको फर्स्ट सेड्युल भनेको बिन्दु म्यामलाई सपिङ गराउनु छ टाइम छैन भनिदिनुहोस् जनतालाई जति पनि टाइम दिन सक्नुहुन्छ बिन्दु म्यामलाई टाइम दिन सक्नुहुन्न के भयो मेरो बुढीलाई दम छ उपचार गर्न पैसा अलिक कम छ यसो हजुरहरूले एउटा निःशुल्क सिफारिस स्वास्थ्य उपचारको लागि बनाइदिनुहुन्छ कि भनेर आएका हामी त तिमी लाउनु छोडा त यहाँ आउने हेरौँ न हजुर यो निवेदन लेखेर हजुरले सिफारिस बनाइदिनुहुन्छ कि भनेर आके के के बनाउनुहुन्छ उहाँ यसरी जनता बिरामी भएको हेर्नु भ्याउनुहुन्छ जनता बिरामी भएको हेर्ने हो कि देश बिरामी भएको हेर्ने हो पहिला देश बिरामी भएको उपचार गर्नुहुन्छ नि बल्ल जनतालाई गर्नुहुन्छ हिँड हामी गयौँ है हामी यस्तै हो हुँदैन हिँड कहाँ हाम्रो गाउँको हेर्नुहोस् मेयर साहब हाम्रो गाउँको वडा चाहिँ एक नम्बर जाति हेर्नुहोस् है जाति यस्तो जाति वडा चाहिँ पायौँ हामीले त अब हामीले पूजै हार्न पर्ने हुनुहुन्छ बरु पूजाको कार्यक्रम राखेका छौँ हजुर आइदिनु पर्यो उहाँ त एकदम जाति पाखाम हामीले जाति हाम्रो गाउँको वडा चाहिँ एक नम्बरको घाँटी घाम जस्तो चम्की नाच न घाम जस्तो चम्किलो जुन हुँदैन जति गुनासो भयो नि एउटा त छैन भन्ने हो मेरो साथलाई यसरी भन्न हुँदैन हामी गयौँ है यस्तो नि वडा चाहिँ हुन्छ किन हो कि बोल्नै नदिने जानुहोस् त त्यसको मुख समात्नुहोस् त बोल्नु सुनि होइन नि बोल्नु न छोड्नु न हेर्नुहोस् मेयर साहब त्यस्तो पनि वडा चाहिँ हुन्छ त्यो वडा चाहिँ हामीलाई एकदम घटा गरेछ ओहो हामीलाई पाडो दिन्छु भनेर सल्लाह दिने त्यसले त्यस्तो बिचा कमिसन खाने पनि वडा चाहिँ हुन्छ त्यही भएर मैले त्यसको विरुद्धमा एउटा निवेदन लेखेर आएको छु लाउनुहोस् खुरुक्क हजुरले के कारबाही गर्ने त्यस्तो वडा चाहिँ यहाँ निकालिहाल्नुपर्छ हेर्नुहोस् म रियाक्सनमा भन्दा एक्सनमा विश्वास गर्ने मान्छे हो मैले त्यो वडा अध्यक्षलाई घरमा गएर छानबिन गरेर कडाभन्दा कडा कारबाही गर्छु बुझ्नुभयो ला मेयर साहबको फोन आयो अब के भन्यो तैँले उठा त वडासी त हुनुहुन्न भने उठा न बाबा उठाउ न त्यस्तो झुटो बोल्ने खालकी मान्छे होइन म त साँचो र सत्य बोल्ने खालकी मान्छे आफै उठाउ हेलो नमस्कार भन न सत्य बोल्ने त के भन्यो मेयर साहब नमस्कार नमस्कार वडा अध्यक्षज्यू तपाईँले यो के गर्नुभएको तपाईँले जनतालाई त्यसरी धोका दिने मिल्छ पाडो दिन्छु भनेर चल्ला दिएर त्यो पैसा कोर्लाम कता खाएको के गरेको म तपाईँ घरमा आउँदैछु तपाईँ त्यही बस्नुहोस् अब म छानबिन गरेर कानुनी प्रक्रिया अगाडि बढाउँछु बुझ्नुभयो म आइहालेँ ला फोनै राखिदिनु होला बर्बाद भयो अब के गर्ने होला अब कहाँ लुक्ने के होइन के भयो यिनलाई के गर्ने होला पुरन साधन निकाल्नुहोस् गइहाल्नु पर्नेछ ल हेरेर इलाछि हेर्दै इलाछि कता जाने होला होइन नडराउनु भने हदै भयो तिमीलाई लगेर 4 दिन चौकिया राख्लान् दिनको 1 लाखको दरले 4 दिन चौकिया बसेर 4 लाख पचाइहाल्यो नि ढुक्क भएर बसेन किन यस्तो लाठी बन्दै आउँछ म रियाक्सनमा भन्दा
एक्सनमा विश्वास गर्ने मान्छे हो। तपाईँसँग पुरानो जुत्ता छ कि छैन? किन र सर? माला बनाउन त्यसलाई जुत्ताको माला लाउनुपर्छ। यो 16 गाउँलाई धोका दिएर आफ्नै पार्टीको बदनाम गराउन खोज्ने त्यसलाई म साधारण सदस्य पनि नहुने गरेर निलम्बित गरिदिन्छु, बुझ्नुभयो? त्यस्तालाई छोड्नु हुन्न, हदै गर्ने एउटा पार्टीमा विश्वास भन्ने छैन। किन अब म साँचो बोल्छु, साँचो बोल्ने बेला आयो। अब म वडाध्यक्ष भएको बेलामा मेरै पावरको कारणले महिला समूहको अध्यक्ष भएर यो झुटो कागजपत्र मिलाएर यो खाने योजना बनाएर जम्मै गरेको यसैले हो। यसैलाई थुन्नु पर्दैन भन्छु, तै थुनिन्छस्, मलाई के हुन्छ र? ए हो वडा अध्यक्ष नपरि मै पर्छु। सबै कागज गराउन लागेको यिनले हो, सबै स्वीकृति गरेको तिमीले होइन। स्वीकृति कसले गर्यो? कागज मैले बनाएर र तिमीले स्वीकृति नगरेर स्वीकृति हुन्थ्यो? म त त्यही भनिदिन्छु, स्वीकृति गरेको यिनले हो। ल हामी लाइफ पार्टनर पनि हो, बिजनेस पार्टनर बनौँ। 50-50 हामीलाई 2 लाख तँलाई 2 लाख मलाई कागज यसरी बनाएर ल्या बुढी भनेर बनाउन लाएर सबै गरेको यिनैले हो भने भनिदिन्छु। म झुटो बोल्न जान्दिनँ, म त साँचो र सत्य ठ्याक्कै बोलिदिन्छु। हे भगवान्, घरै यस्तो छेद पालेसी को लाग्न सक्छ? म त बर्बाद भयो यहाँ। ल म त कता जाम, यतै कता जाम म त। अनि एउटा रङ लाउनु ठिक खोज्नुहोस् त। किन र सर? त्यो वडा अध्यक्षको थुतुनामा कालो रङ लाउनलाई आजै मान्छे बोलाएर एग्रिमेन्ट गरिहाल्नुहोस्। त्यसको थुतुनामा कालो रङ लाउनै पर्छ आज। त्यसलाई यसै कहाँ छोडिन्छ र? मेयर साहब नमस्कार है। नमस्कार। अनि के हेरिछस् के? मेयर साहब यहीँ घर आउनु भएको छ, भित्र गएर भाले छ्याक्क काटेर पकाएर जा। म रियाक्सनमा भन्दा एक्सनमा विश्वास गर्छु। भाले काट्ने पो अरूलाई चल्ला बाँडेर भित्र भाले लुकाएर राखेको हो कि अस्ति बाँडेको चल्ला बढेर भाले भएको? मैले चाहिँ माथिबाट बजेट पारिदिने, तपाईँले चाहिँ जनताहरू मारिदिने, त्यसो गर्न त भएन नि। अनि तपाईँको र मेरो के समझदारी भयो थियो? तपाईँको र मेरो तलको समस्या तपाईँले सुल्झाउने, माथिको समस्या मैले सुल्झाउने भनेको हो कि होइन? अहिले भएन भनेर तलको समस्या पनि मेरै टाउकोमा आइपर्छ। के गरेको यस्तो यो? जहाँको 4 लाख पनि पचाउन सक्नु भएन? मैले खाएको त जम्मा 2 लाख मात्रै हो, 2 लाख मात्रै। के हारेको यस्तो? त्यो लट्टेकी बुढीको मुखमा बुझो लाउनु पर्यो। पैसो पेलेर हुन्छ कि जे गरेर हुन्छ, लट्टेको बुढीको मुखमा बुझो लाउने काम तपाईँको, बुझ्नुभयो? विवाह पार्टी, व्रतमन, सेमिनार, प्रशिक्षण, साधारण सभा तथा सम्मेलनहरूको लागि 7 रोपनी क्षेत्रफलभित्र 1000 जनासम्मको लागि भित्री र बाहिरी हल तथा 40 भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने 35 वर्षभन्दा बढी अनुभवी व्यवस्थापकहरूबाट उत्कृष्ट सेवाको लागि हामी तयारी छौं। अ ब्रान्डेड नेम इन हस्पिटालिटी, BGB रिजोर्ट एन्ड BGB Banquet, 15th स्ट्रिट, लेक साइड, पोखरा। फोन 061-457-923, 9844498818। अब तपाईको घर लेक साइड पोखरामा। सबै घरबाट तालको दृश्य अनि प्राकृतिक मनोरम, साथै स्विमिङ पुल, फिटनेस सहितको 8 आनामा बनेको बंगालो घरहरू। Lakeside Awas, a project of RJ and Green Holdings. विस्तृत जानकारीको लागि अब पोखरामा घुम्न आउने समयमा सुत्ने बेडरुम मात्र होइन,
खाना पकाउने किचनदेखि डाइनिङ हल, लिभिङ रुम अनि होटेलको वैकल्पिक रूप आरजे रेसिडेन्ट 48A लेक साइड पोखरा।